हाई गाइस, मेरो नाम हो मानव अनि यहाँ कुखुरा, यहाँ चाहिँ कुखुरा छ। यता गाई र भैँसी छ। यहाँ बाख्रा बान्थे तर अहिले बानेको छैन, राति भएको छैन नि त। यहाँ कुखुरा, यहाँ कुखुरा हेरौँ न यसो अलिअलि। यहाँ कुखुराहरू हेर्नु, कुखुराहरू यस्तो रहेछ। यतातिर कुखुराहरू छ सबै हेर्नु। यो लोकल होइन, ब्रोइलर हो, ब्रोइलर। फेरि हजुरहरूले लोकल सम्झला, ब्रोइलर हो। अब यो बन्द गर्नु नि ढोका। फेरि आमाले कराउँछ कि, आमाले करायो भने लोत रुन आउँछ मलाई त्यहाँ। यता गाई छ, उयो चाहिँ गाई, यो चाहिँ भैँसी। म भने एक्सपर्ट हो कि, एक्सपर्ट मान्छे। यहाँ भैँसी छ। अनि यहाँ बाजेले, बाजे यो के गर्नु भएको, के हो सार्नु भएको? यो बाख्राहरू यहाँ घाँस खाइरहेको। यही हो कि के हो? यो सक्छु नराम्रो जिस्काएको नि, सबै राम्रै त छ। यहाँ माउ छ, बाख्राहरू यहाँ घाँस खाइरहेछ। यहाँ छ बाख्राहरू। अनि यता यस्तो भ्यूहरू छ। उतातिर पनि हिमाल छ, त्यो बछाला त्यो थाहा भएन, त्यो त्यहाँ यहाँ पछाडि चाहिँ त्यो के राउते भयो। यहाँ चाहिँ चल्लाहरू छ हेर्नु। चल्लाहरू किन्नु छ। यता चल्लाहरू छ होइन, 11वटा चल्ला छ अरे गाइजहरू यहाँ चाहिँ। यो सबै मिलाएर अब बन्द गरिदिउँ। फेरि चल्लाहरू बाहिर निस्क्यो भने बर्बाद। नाइस प्रब्लम। यहाँ भैँसी र गाईको लागि पानीहरू राखेको छ। यहाँ मल गोबरहरू यसो, केराको बोटहरू छ। मकैबारीहरू यहाँ माथितिर सबैतिर मकैबारी। खोर्सानीको तबी देखाउनु। यहाँ खोर्सानीको छ। बजुले भने बाख्राले खाइदियो अरे सबै। यता बाख्राले केही छोडेको छैन, सबै बाख्राले खाइदिइसक्यो। यो खाऊ र यता मुनिको खाऊ। ए यहाँ मुनिको यो खुर्सानी खान्छ होला नि। मलाई लाग्यो कि उयो खाएको जस्तो लाग्यो कि। यो केसको अरे? यहाँ सागहरू उगिरहेको रहेछ गाई। यो कुन साग हो? बिर्सेँ मैले। कागतीहरू, कागतीमा बल्ल बल्ल फुलहरू उगेछ। सुन्तलाको यहाँ एउटा केराको जाङहरू रहेछ। बल्ल पो उगिरहेको रहेछ। यहाँ रायाको साग। यो कुन साग हो अरे? साग हो? यो पनि सागै हो कि हजुर? यहीँ उम्रिएर रहेछ यो चाहिँ। यहाँ खोर्सानी यत्रो यत्रो भइसक्यो। यहाँको चाहिँ यत्रो छ खोर्सानी भने। यहाँ पनि रुखहरू भेन्डी घुलबेडा यहाँ साँच्ची हो क्या? यसलाई के भन्छ अरे? भेन्डा, लामो भेन्डा यहाँ उगेछ होइन। यतातिर यहाँ पनि उगेछ। यहाँ पनि 2टा रहेछ अरे।
घोलबेडाको उयो पनि यहाँ चाहिँ अलिकति धेरै उयो छ है केराको झ्याङहरू अब यहाँ बाटो छ यहाँसम्म फुलहरू उयो राम्रो छ अरे पनि फुलहरू यता पनि फुल उता पनि फुल फुलै फुलको बगैँचामा केराहरू उगिरहेको रहेछ यो यसलाई के भन्छ र आमा सङ्दर उयो चाहिँ सङ्दर रहेछ सङ्दर तिनवटा यस्तोहरू तिनवटा हाल्नुपर्ने होइन दुईवटा मात्रै छ त ए यहाँबाट रहेछ कस्तो नदिए सङ्दर यहाँ पनि फुलहरू छ कसको हो यो तितेपातीको यहाँ पनि खोर्सानी गरेछ उगिरहेको बल्ल उगाएर रहेछ यहाँ पनि उगेछ यहाँ सबसे धेरै होइन खोर्सानीकै रहेछ यहाँ खोर्सानीको यो छिपेको छिपिसक्यो यहाँ पनि फुल यहाँ पनि खोर्सानी अरू के अरू यहाँ पनि अम्बा तर उग्ने रहेछहरू अब हाम फाल्ने हो खाइदेऊ म खस्दैन कि खस्दैन फ्याल्यो भ्याएको त त्यो मोबाइल फ्याल्दिनु क्या मेरो मोबाइल होइन नि तपाईँको हो नि फेरि मैले यहाँबाट डामै चाहिँ यहीँ हामीलाई ढ्याक्क त्यहाँबाट यहाँ दिदीहरू हेर्नु डर पोखर यहाँ के उगा हो यहाँ पनि खोर्सानी होला ए होइन धानको बिउ छर्या होला उयो छोप्या छ धानको बिउ त यो केसको सुन्तलाको यो अम्बाको यो खोर्सानी हेर्नु कस्तो राम्रो उयो छ यतातिर खाने खाऊ तिमी साँच्ची च्यालेन्ज कतिको कतिको यतिकै भन्नु 5 रुपियाँ पिरो छैन पिरो नै छैन यहाँ के 5 रुपियाँ गाईहरू यहाँ मुख रातो भइसक्यो अहिलेसम्म पैसा दिएको छैन यहाँ पनि उयो छ सुन्तला दुईटा छ सानो सानो दुईटा सुन्तला उगेछ यो पिरै भएन यहाँ यो कागतीको रहेछ काँडाहरू हेर्नु यो साग यो त्यसको यो पनि घोलबेडाकै हो यहाँ पनि मकै उगाएर रहेछ तर यसमा उग्दैन किन फुल ग्यारेन्टी चाहिँ भन्छ उग्दैन यसमा चम्बारीमा गाईचरो बारीमा जाने यहाँ मकै बारी त्यहाँदेखि